हेलो साथीहरू सबैजनालाई फेरि पनि मेरो भिडियोमा धेरै धेरै स्वागत छ। आज चाहिँ हामी आलु खन्दैछौँ साथीहरू। अब चाहिँ हामी खै यति धेरै फल्ने रहेछ नि। म बुझिरहेको छु। हेर्नु त हाम्रो बैले बाइक चलाउनु भयो। के कति ठुलो ठुलो फल्यो। भिडियोमा चाहिँ कर्किङ हान्ने झन्डै मरे। यो साल हाम्रो आलुमा जङ्गल पनि कति भयो र, लामै लामो हेर्न सक्नुहुन्छ साथीहरू। आलु पनि फेरि त्यस्तै फलेको छ कि नि। आलु पनि त्यस्तै हो ठुलो। जङ्गल पनि त्यस्तो भएको छ। जङ्गल त ओ माइ गड। यसरी खोरेर खन्नु पर्छ कि त्यस्तो नगरेसम्म त फेरि खन्न सकिन्न। यो चाहिँ यहाँ थुपाल्ने अनि अहिले सुँगुरलाई लगिदिने पछि है। सुँगुरलाई लगिदिने पछि हाम्रो सुँगुरहरू छन् 4 टा, त्यसलाई सुँगुरलाई लगिदिने। आलु पनि यति ठुलो ठुलो फलेको छ हेर त। ल हाम्रो आलु हेर्न सक्नुहुन्छ साथीहरू हाम्रो आलु है कति धेरै बोटमा यति धेरै नि। ओ गुर्सिउ त्यसका त कति दुःख छ है। गाडर भाइ नितास नै याद त छ। सुरुङ सिंगे बुझु जोडा गिन्द्रुङे फटा थारे थारे साथीहरु हामी चाहिँ आलु खनेर भ्याइयौँ। अब हो हो सक्यो साइली त्यसो भए बस्नाले साथीहरु हाम्रो आलु चाहिँ खनेर भ्याइयौँ है। यति धेरै भएको छ, यति 4 दुका भएको छ।